चाहिँ हामीले पूजाको भाँडाहरू पनि ल्याउँछौँ होइन जस्तै तपाईँको यो अष्टमङ्गल गल्छा भयो होइन यो पनि all year round डिमान्ड छ तपाईँको यो चाहिँ नहोला है तर तपाईँको दियो भयो पूजाको थाली भनेको चाहिँ टाइम टु टाइम गइ नै रहन्छ यस्तो यस्तो प्रडक्टहरू चाहिँ मोस्टली हामीले अब तिहार दसैँको लागि भनेर प्लान गरेर ल्याउने कसैले विवाह सभा गर्यो भने पनि हजुर त्यसको लागि पनि हाम्रोमा त्यो बिहाको प्याक तपाईँको वर्तमानको प्याक भनेर झोला झोलामा आउँछ गुरुहरूले यहाँनिर एउटा समुदाय बनाएर एउटा प्रडक्ट चलाउनुहुन्छ दसैँको त्यो तातो सेतो कपडा भयो होइन नेपालमा हुन व्यवस्थित रहेछ हो आई थिङ्क हामी बाहिर देशमा आएपछि चाहिँ हामीले हाम्रो फेस्टिभललाई धेरै झन् सेलिब्रेट गर्छौँ क्या जस्तै अब हाम्रो भाइहरूलाई हेर्नु न 1920मा आउँछ उनीहरू 12 पास गर्ने बित्तिकै आउँछ होइन के पनि थाहा हुँदैन मम्मीले बनाएको भात खाइरहेको हुन्छ के पनि थाहा हुँदैन यहाँ आउने बित्तिकै जब उनीहरूले सबै कुरा आफै गर्न थाल्छ नि खाना पकाउने भाँडा धुने अब फेस्टिभल मनाउने अनि सिक्दै सिक्दै जाँदा चाहिँ तपाईँको नेपालमा थाहा नभएको कुरा चाहिँ यहाँ थाहा भइरहेको हुन्छ कि